मेरो आफ्नो आत्मसम्मानको लागि कसैसँग झुक्न नपरोस् भनेर दिन रात नभनी निजी कम्पनीमा खटेर महिनाको 40,000 त कमाउँछु। तर अफिसबाट तलब आएकै दिन श्रीमान र सासूले हाम्रो घरमा बस्ने भएपछि कमाएको जति सबै बुझाउनु पर्छ भन्दै मेरो एटिएम कार्ड र पैसा खोज्नुहुन्छ। मेरो आफ्नो सामान्य खर्चको लागि पनि उहाँहरूसँग हात थाप्नुपर्छ। के बुहारीले कमाएको धनमा उसको आफ्नै अधिकार हुन्न र? बिल्कुल हुन्छ। उहाँहरूले गरिरहनु भएको कार्य गैर कानुनी हो। मुलुकी देवानी संहिता 2074 को दफा 256 क अनुसार कुनै पनि व्यक्तिले आफ्नो ज्ञान सिप प्रयासबाट आर्जन गरेको सम्पत्ति वा धन उसको निजी सम्पत्ति मानिन्छ। घमा पारिश्रमिक पनि निजी धन हो भनेर लेखेको छ। झले स्पष्ट पारेको छ कि यसमा घर परिवार, सासू ससुरा वा श्रीमान कसैको पनि अधिकार लाग्दैन। उच्च अदालतले प्रतिवादन गरेको निर्णय नम्बर 8456 ले स्पष्ट पारेको छ कि व्यक्तिलाई सम्पत्तिको हक प्रदान गर्ने तर कानुनले बन्देज नलगाएको कुरामा त्यस्ता सम्पत्तिको प्रयोग गर्न नदिने हो भने सम्पत्तिको हक निरर्थक हुन्छ। त्यसैले महिलाको स्वाभिमान, उनीहरूको आत्मसम्मान र मर्यादाको समेत अवमूल्यन हुन जाने भनेको छ। यसबाट बुझ्न सकिन्छ कि महिलाले आफ्नो शारीरिक वा बौद्धिक श्रमबाट कमाएको पारिश्रमिकमा उसको मात्र एकल र अनन्य अधिकार हुन्छ। घर पक्षले त्यसलाई बुहारीको मन्जुरी बिना चलाउन वा आफ्नो नियन्त्रणमा राख्न पाउँदैनन्। यो देवानी कानुनको मात्र उल्लङ्घन होइन, महिलाको अवमूल्यन समेत हो। घरमा बस्ने भए अंशबन्डा नभएसम्म सबै पैसा सँगै राख्नुपर्छ भन्नुहुन्छ नि, त्यो सरासर गलत तर्क हो। अंशबन्डा हुँदा एका घरको पैतृक सम्पत्ति बाँडिन्छ, तपाईको व्यक्तिगत पारिश्रमिक होइन। यदि कसैले तपाईको मन्जुरी बिना तपाईको निजी कमाई रोक्का राख्छ वा खोज्छ भने तपाईले अदालत वा स्थानीय न्यायिक समितिमा उजुरी गरेर आफ्नो पैसा फिर्ता लिन र आफ्नो अधिकार सुरक्षित गर्न सक्नुहुन्छ। त्यसैले दिदीबहिनीहरू, मिहिनेत तपाईको भने कमाईको हक पनि तपाईको मात्र हो। आर्थिक रूपमा सबल बनौँ, आफ्नो कानुनी अधिकार चिनौँ।